Good morning, everyone. Hope you are fine. As a day 2 of my new blog, अब चाहिँ म रेडी भएर क्लिनिक जाँदैछु। आज चाहिँ आइतबार हो होइन। हिजो शनिबारको ब्लग अब एकछिनमा आउँछ होइन, एडिट गरेर सकिसकेँ। अनि अब एडिट गरेर सकिसकेँ भन्दा पनि रेन्डरिङमा लगाएको छु। ल्यापटप लग्छु ल्यापटप, अनि रेन्डरिङमा छ। अनि ल्यापटप लग्छु, त्यसपछि माइक सधैँ छ। अब यसको केस लगाउनु पर्यो, केस यो लग्छु होइन। अनि यसमा राख्नुपर्छ, अनि यो नि लग्छु किनकि धेरै चिजहरू हुन्छ नि त। अनि यसमा यति लगिसकेपछि ल्यापटप भयो। ल्यापटपको चार्जर पनि हालिसकेँ होइन। माउस प्याड नै लग्छु। माउस प्याड लग्छु। यहाँ चाहिँ मसँग माइक 3 पनि छ होइन। अनि माइक मिनी 2 पनि छ मसँग। अनि त्यसपछि चाहिँ मसँग दिस इज माइक मिनी 2 हो होइन, DJI-को अस्ति भर्खरै किने हो मैले। दिस इज माइक मिनी 2। ओके, दिस इज माइक मिनी 2। अनि यो चाहिँ कम्बो हो, रिसिभर अनि ट्रान्समिटर सँगै आउँछ। त्यसपछि यो चाहिँ मेरो फर मोबाइल होइन, कहिलेकाहीँ चाहिँ मोबाइल लगाउनुपर्छ अनि एन्डी हुँदैन नि त। अनि त्यही भएर चाहिँ दिस इज गिम्बल 7P हो होइन। अनि यो चाहिँ मैले अहिले लग्दिनँ किनकि अहिले मसँग क्यामेरा छ उसमा होइन। यो पनि लग्दिनँ किनकि मसँग माइक 3 छ। यो चाहिँ यो चाहिँ मैले मोबाइलको लागि भनेर किने हो, किनकि मोबाइल ह्यान्डी हुन्छ नि त यो। अनि यो चाहिँ अहिले चाहिँ मैले भित्रै राख्छु। ओके, आज के नि लगाउनु पर्यो फर मी। अब एकैचोटि साँझ भेटौँला, बाई। आज सुत्नु नि पाएन राम्रोसँग। 4 घन्टा अथवा 5 घन्टा सुतेँ एडिटिङ गरेर। बिहान 12 बजे सुतेको, बिहान 5 बजे उठ्नु पऱ्यो। अब चाहिँ क्लिनिक जाँदैछु। अब यहीँबाट चाहिँ क्लिनिक जाने हो। यो चाहिँ पुग्यो 60 FPS हो। सेटिङ चाहिँ राम्रोसँग थाहा छैन होइन। खतरा नै मजा आउँछ। यो चाहिँ अब हिँड्दै जानुपर्छ। अब यहाँदेखि हिँड्दै गयो होइन, लगभग 5 मिनटमै पुग्छु। डे 2 अफ माई ब्लग सपोर्ट गर्नुहुन्छ भन्ने एकदमै आशा गरेको छु। अब यहाँ चाहिँ म भिडियो एडिट गर्दैछु हिजोको भिडियो एडिट गरिसकेपछि अब यहाँ यो भिडियो एडिट गर्छु। त्यसपछि अब यो भिडियोलाई चाहिँ अनि फेरि पछि गराउनु पर्ला। अब क्लिनिक आइसकेपछि अब आज आइतबारको दिन अब चिया, मर्निङको सुरुवात विथ चिया। तर म त्यति साह्रो चिया त खाँदैन, म कफी खाने मान्छे हो। तर अब के गर्ने, यहाँ कफी पाइँदैन, चियाले भए पनि काम चलाउनु पऱ्यो। चिया नखाँदा दिनको सुरुवात भएको जस्तो लाग्दैन।
अनि अब यहाँ चाहिँ दुनोट बिहान दुनोट र चिया अनिवार्य नै खानुपर्छ। मलाई मिठो लाग्छ दुनोट। यहाँ चाहिँ हाम्रो काले भाइ हो। यहाँ न काले भाइ, यहाँ न। एकदम साई छ यो मान्छे। ए ल कहाँ हेर्ने, ल ल ल कहाँ गयो? यहाँ आइज। पैसा चाहिन्छ कि नै? पैसा चाहिन्छ कि नै भन्। यहाँ यहाँ काले, हाम्रो काले भाइ बल्ल 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 बोलाएर आयो। के छ अरे खबर? के छ खबर भन् त? भन्न यहाँ न। कहिले तेरो स्कुल बिदा भयो? कहिले स्टार्ट हुन्छ तेरो? 11 गतेदेखि। ए ल गाइस, बाहिर चाहिँ खत्रै पानी परिरहेछ। अझ मैले माइक चाहिँ युज गरेको छैन। माइक नै युज गर्नु पर्ने हो पर्नु त, तर म माइक युज गर्दिनँ अहिले। अहिले चाहिँ मकै पकेट खोक्यो, अडियोबाट रेकर्ड गरिरहेको छु। खतरा चाहिँ बाहिर खतरा पानी परिरहेछ। अनि चाहिँ म हो मास्क लाऊ। क्लिनिकमा बस्दाखेरि चाहिँ मास्क लगाएर बस्नुपर्छ, किनकि बिरामीहरू आउनुहुन्छ नि त। अनि रुगाखोकीहरू अनि त्यस्तो चल्छ क्या। अनि त्यसपछि म जहिले क्लिनिक बस्दाखेरि चाहिँ जहिले मास्क लगाएर बस्छु। कति बजी 2 बज्नु भयो। अब एकछिनमा खाजा खानुपर्छ। खाजा के खाम भइरहेछ। तर आज चाहिँ मैले अब च्याउ अथवा के खान्छु होला। बिहान नै त्यो दुनोट खायो, तर दुनोट खायो भने चाहिँ कस्तो हुने क्या, जस्तै हुने कि दुनोट खायो भने चाहिँ। अनि त्यसपछि वर्ल्ड कप हेरेको स्पेन भर्सेस फ्रान्सको। अनि 3 बजी उनीहरूले कहिलेकै झ्यापाक जुटुक गराउँछ। मैले के गर्ने, सिक्नु भएन। आज साँझ नि म्याच छ अर्जेन्टिना भर्सेस इङ्ल्यान्डको। त्यो पनि 12:45मा रहेछ। तर आज चाहिँ हिजो जस्तो गर्दिनँ, किनकि हिजो म नसुतिकन बाहिर 45सम्म बसेर 3 बजी, मतलब 3 बजीसम्म बस्छु नि त नसुतिकन। आज चाहिँ छिटै सुत्छु अनि 12:45मा ठ्याक्क उठ्छु। अनि त्यसपछि ठिक्क हुन्छ क्या। अनि किनकि अब 90 मिनट्सको हुन्छ नि त। 90 मिनट अब अथवा एक्स्ट्रा टाइम भयो भने 10 मिनट जस्तो टाइम हुन्छ नि त। तर 90 एक 10-20 मिनट हुन्छ। त्यसपछि हेऱ्यो अब ठिक्क हुन्छ नि त, नबस्ने आज। मलाई चाहिँ राति राम्रोसँग निद्रा पुगेन भने एटलिस्ट पनि 7 घन्टा सुत्दैन भने चाहिँ कस्तो दिनभरि एकदम आलस्य पन जस्तो हुन्छ क्या। त्यही भएर अनि हजुरहरू चाहिँ के को हो? मास्क पनि गऱ्यो, मास्क भएन हो। अनि हजुरहरू चाहिँ के को फ्यान हुन्छ? कमेन्ट गर्नुहोस् न, कमेन्ट गर्नुहोस्, लाइक गर्नुहोस्। भिडियो हेरेपछि त्यत्तिकै छोडिदिनुहुन्छ। कमेन्ट लाइक छैन, यसो सेयर छैन। भर्खरै के अरे स्ट्रगल फेज युट्युबर हो होइन। अनि गर्नु परेको परेन, गर्नु परेको परेन। टाइम चाहिँ धेरै बनाउनु पऱ्यो होइन। त्यस्तै नयाँ कन्टेन्टहरू दिइरहेको छु नि त मैले। आमा आउनुभयो। हजुर नै आउनु भएन। अब ड्युटी भएर घर फर्किँदै
ड्युटी भएर घर फर्किँदैछु अब घरबाट काम गर्न जानुपर्छ। फेसलाई ट्राई गर्न अब यो मेरो काले भाइ के छ? ठिकै छ। ठिक छ? र यी मेरो काले भाइहरू कता गयो तिमीहरू? अर्को कता गयो? हेलो हेलो गर त। हेलो दादाको युट्युब च्यानललाई लाइक सेयर एन्ड सब्सक्राइब गरिदिनु न। दादाको युट्युब च्यानलमा लाइक सब्सक्राइब गर्ने हैन त कार्ड दिन्छु। मेरो भाइले काटिदिन्छ। बाख्रा चरिरहेछ। कति बजा आएर? कति भयो? ए नलडे केटा ए नचल न सानो एकछिन थोडा